Hello everyone, welcome to my YouTube channel and नमस्ते लस फ्याफुल्ला टसिदेले सबैजनालाई। म चाहिँ नेपालको गोर्खा जिल्लामा पर्ने मनासुलु सर्किट ट्रेकको बारेमा केही छोटो मिठो सानो भिडियो लिएर आएका छौँ। मनासुलु सर्किट ट्रेक नेपालको सबैभन्दा सुन्दर र साहसिक ट्रेकिङ मार्गहरू मध्येको एक हो। यो ट्रेक चाहिँ कोहीले 12 दिन, कोहीलाई 14 दिन लाग्छ। यो ट्रेक मनासुलु हिमाल 8163 मिटर, विश्वको 8औं अग्लो हिमाल वरिपरि घुम्ने सर्किट ट्रेल हो। मनासुलु सर्किटलाई चाहिँ लार्के पास नामले पनि चिनिने गर्दछन्। नेपालकै पहिलो बेल्ले ब्रिज पनि यही मनासुलु ट्रायलमा पर्दछ। यो झरना चाहिँ ड्याङबाट नम्रुङ जाने बेलामा बीच बाटोमा चाहिँ तपाईहरुले देख्न सकिन्छ। यो झरना एकदम बवाल लाग्यो मलाई चाहिँ, माथि हैन कताबाट झरेर अब त्यो झरेर यस्तो बवाल लाग्यो मलाई चाहिँ। यहाँ चाहिँ गुरुङ र तिब्बती जातका मानिसहरू चाहिँ धेरै बसोबास गर्छन्। यहाँका मानिसहरू चाहिँ बुद्धिस्ट चाहिँ धेरै जसो चाहिँ बुद्धिस्ट धर्म मान्ने गर्दछन्। तामाङ हो? तिमीहरू कति क्लासमा पढ्छ? त्यो चक्लेट मिठो हुन्छ त्यो? हुन्छ? ल अब पछि आउँदा दिन्छु है। बाई बाई। तिम्रो नाम के रे? सुषमा। अनि यता आउ न। ल यो दुईजना भा। आमा ल ल अस्ति मैले ल्याइदिन्छु भने हैन? न मिठो हुन्छ त्यो चक्लेट? आमा टसिदेले लसो टसिदेले चुताई चु चु चावा खाना नि आमा न्याङ केन्जिङ नि कतै पर्छ तै? लोङा सारे बे पोस पिने बे आमे जाबमु ए खतरा छ यार भाइ, चक्लेट ट्याक्क बाँध्ने खाने यार यस्तो छ अनि भएर बाडा बाडा तिमीलाई ठुलो बसेको आइमा हेरौँ गृहमन्त्रीको गाउँ त्यही हो। सुदन गुरुङको गाउँ चाहिँ गृहमन्त्रीज्यूको गाउँ चाहिँ त्यही हो। बब्बाल छ यार यस्तो ठाउँको मान्छे। अब गृहमन्त्री नेपालको दामी छ ठाउँ नि, त्यही हो हाम्रो गृहमन्त्रीज्यूको गाउँ चाहिँ। यहाँको मान्छे गृहमन्त्री भइसक्यो। यिनीको हेर्नु त यहाँ स्न्याकरहरू छ, सबैजनाले यहाँ किनिदिनु होइन। यो कहाँ रे दिदी? यो फिल्म है? तपाईँ के खानुहुन्छ? ए को खानुहुन्छ उहाँ? स्न्याकर खाऊ। यो बहिनी नाम के रे बहिनी भन्नु त? दाइले फेरि भिडियो हालेपछि तिम्रो सबैले किन्छ क्या घस्तिर जा। अनि यो फुल चाहिँ नम्रुङबाट सामा गाउँ जाने भिज्नुपर्छ। अनि हिउँ परिरहेको थियो अनि मैले यसो भिडियो मात्र बनाइदिएको। यो चाहिँ सामा गाउँ हो। सामा गाउँ चाहिँ मनासुलु सर्किट ट्रेकको सबैभन्दा महत्त्वपूर्ण र सुन्दर गाउँमध्येको एक हो। यो गाउँ समुद्री सतहदेखि करिब 35 से 30 मिटरको उचाइमा अवस्थित छ। यो गाउँ चाहिँ मलाई चाहिँ एकदम राम्रो लाग्यो होइन। अनि यहाँ चाहिँ प्रायः जसो मानिसहरू चाहिँ एक दिन रेस्ट गरेर नजिकै रहेको पुङ्गेन गुम्बा र वीरेन्द्र तालको अवलोकन गर्न जान्छन्। पुङ्गेन गुम्बा चाहिँ यही हो। प्रायः जसो मानिसहरू चाहिँ यो गुम्बा हेर्नको लागि जान्छन्। एकदम बवाल छ, खतरा छ है यस्तो ठाउँमा क्या। यस्तो हाई ठाउँमा यस्तो गुम्बा भनेको त एकदम राम्रो हो। मलाई चाहिँ राम्रो लाग्यो, दामी लाग्यो होइन।
तपाईँहरू पनि गएर हेर्न सक्नुहुन्छ। यो गुम्बा गएपछि चाहिँ यही गुम्बामै बसिरहँ जस्तो लाग्छ होइन। एकदम बबाल क्या, शान्त अनि धार्मिक स्थल होइन, कुल क्या, आनन्द हुने क्या बस्दैमा। यो चाहिँ वीरेन्द्र ताल हो। यो पनि त्यही सामुगाबाट नजिकै पर्छ, तर राम्रो छ यो ताल नि। जिन्दगीमा पहिलोचोटि याक देखेको अनि यसो होइन मन पऱ्यो अनि यसो भिडियो बनाइदिएको क्या, दामी लाग्यो याकको नि होइन, यस्तो दामी छ। यो चाहिँ सामुगाउँबाट साम्दो जाने बेलामा होइन यस्तो हिउँ परेको थियो है, बाटै थिएन क्या होइन। यसो अनि भिडियो बनाइदिएको, एकदम मजा आयो क्या। यहाँबाटदेखि चाहिँ हिउँ हिउँ थियो है। यो चाहिँ साम्दो गाउँ हो। त्यो दिनमा चाहिँ यस्तो बिहान होइन यस्तो हेरेको त भ्यू त बब्बाल देखिरहेको, यस्तो खुलेको है ट्याक्क। अनि यस्तो भिडियो बनाएर क्या खुसी लाग्यो, यस्तो हिमालहरू देख्न पाएँ है, कि मजा आयो। हावाको साउन्ड सुन्दै डराउनु क्या, यस्तो हावा चल्ने फेरि है। भिडियो बनाउनु टोलीहरू कता आइपुग्यो? हेलो हेलो रोजर रोजर, टोलीहरू कता आइपुग्यो? एम्बुलेन्स खस्यो भने मनासको सर्किटमा डेन्जर खस्यो यार। ओ नेपाल त स्वर्ग जस्तै हो क्या, यस्तो दामी दामी हिमालहरू देख्न पाउँछ है। मान्छेहरू विदेश घुम्छ भन्छ यार, विदेश के गर्नु घुम्ने यार, नेपालै घुम्ने हो क्या। सकेसम्म चाहिँ नेपालै घुम्ने हो, विदेशमा खर्च गर्नुभन्दा चाहिँ नेपालमा खर्च गर्ने हो होइन। अलिकति एक्सप्लोर नि हुन्छ। यस्तो दामी दामी भ्यू छ यार। You can see यार, यस्तो दामी छ यार। मनासुलो सर्किट हिमालहरू त्यही हावा हेर्ने, हावा डरै लाग्ने क्या, बटर बटर चल्ने है। अनि त्यही के अरे हिउँ पक्लिएर आउँछ कि डर्ने पनि। भ्यू यस्तो दामी देखाउने अनि है, यसो भिडियो बनाउने बस्यो भने आनन्द हुने। फाइनल्ली अनि लार्के पास चाहिँ यही हो। त्यस माथि रहेछ, पास नि अलिक सजिलै लाग्यो मलाई चाहिँ। तपाईँहरूलाई कस्तो लाग्छ होइन। अनि पास चाहिँ कति 5106 मिटरको हाइटमा छ। टक्क गयो अनि यसो फोटोसोटो खिच्यो होइन, अलिअलि भ्यूहरू यसो खिच्यो बस्यो। आजको भिडियो चाहिँ यति नै। मन पऱ्यो भने चाहिँ लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है त।